हेलो गुड मर्निङ गाइज। के छ नयाँ नौलो हालखबर धेरै पछि आइयो। अहिले चाहिँ राति नै किन भ्लग बनायो भन्दाखेरि चाहिँ आज चाहिँ म टाढोको यात्रा जाँदैछु। अनि यसो रेस्ट गरेको टाइममा होइन सिन पनि बबाल देखिरहेछ नि, त्यही भएर हजुरहरूलाई नि देखाउन अहिले कति 5 बजेको सिन 5:30 को भ्यू देखाउनु पर्यो भनेर चाहिँ यसो रोकेको होइन। त्यही हो, यो भ्यू हेर्न सक्नुहुन्छ, यस्तो खतरा छ कि। जानुपर्ने हुन्छ। यो चाहिँ राजमार्ग अब एकछिनमा खाजा खाने टाइममा भेट्नु भयो त गाइस। खाजा हामी चाहिँ यहाँ भगुन्डो बेसी आइसक्यौँ। गाह्रोले अब खाजा खानुपर्ने हुन्छ। टक्क लगाएर यस्तो गरेर खाँदैछ है चना अन्डा। यात्रा लामो छ, जाडो छ, टन्नै जाडो छ। ल एकछिन पछि खाजा खाएको होइन। ऐनाको भाइरल ठाउँ भन्ने होइन यो सिलगढी। मेरो नि बाइकको ऐना राखेको नि, बाइकको नम्बर राखेको त्यो पर छेउमा, त्यो पर छेउमा राखेको जस्तो लागेको थियो। त्यतै होला सायद, त्यहाँ राखेको छ। ऐनामा नम्बर लेखेर राखेको बाइकको नम्बर ऐना किनेर आफूले किनेर ल्याउने अनि पूजा गरेर मैले नै राखेको छु। मेरो नि छ यहाँ बाइक चाहिँ त्यहाँ छ। कहाँ जाँदैछु भनेर चाहिँ हेर्दै गर्नु होला। हामी धेरै टाढोको यात्रा छ। अब एक हप्ता जतिको यात्रा हुन्छ होला। टाढोको छ, हामी जाँदैछु। यहाँ हेर्ने हो भने यस्तो छ। यो मुलकोट भने होइन, यो मुलकोट बजार के हो? यो मुलकोट हो। यो मुलकोट हो नि। त्यो सिन्धुली उता। हेलो, म चाहिँ सिन्धुली आइपुगेँ। सिन्धुली भन्ने ठाउँमा यो चाहिँ सेतीदेवी माईको मन्दिर। ऐनाको भाइरल यहाँ चाहिँ है मुलकोट खुटकोट मुलकोट। बगल छ है, रिसोर्ट छ। कुहिरो लागिरहेको छ, जाडो छ। मेरो हालत यस्तो छ, धुलो भर्खर पुसेको अझ यो धुलो। ल सिन्धुलीको भाइरल ऐना भएको ठाउँमा सेतीदेवी माईको मन्दिर यही हो। हेलो गाइस, हामी चाहिँ सिन्धुली पुग्नु लाग्यो। सिन्धुली अब कति मिनट 6-7 किलोमिटर होला त्यस्तै। अनि हामी चाहिँ सिन्धुली पुग्नु लाग्यो। कुहिरो लागेको छ। मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ। अगाडि पनि यस्तो कुहिरो लागेको छ, हुसु लागेको छ है मौसम। अनि म चाहिँ रेस्ट गरेर आएको। एकछिन रेस्ट गरेँ। चिसोले घुँडा दुख्यो नि त हो, घुँडा दुख्यो, त्यही भएर रेस्ट गरेको। अनि त्यही हो, अब सिन्धुली पुग्नु लाग्यो। अब चाहिँ भोक लाग्यो जस्तो नि भयो। खाजा खानुपर्ने हुन्छ भन्दा मतलब खाना खानुपर्ने हुन्छ। अब सिन्धुलीमा नखाने भने अलि अगाडि खाने। मेरो चाहिँ साथी पनि छ। अनि म र मेरो ठुलो बाउको छोरा अनि उसको बुढी छ श्रीमती, हामी 3जना छौँ। उनीहरू चाहिँ अगाडि चाहिँ गइसक्यो। अब म पनि जानुपर्ने हुन्छ। अनि सिन्धुलीको अलिक तलतिर खाना खाने अरे भनेर चाहिँ खबर पाइसकेको छ। अब जानुपर्ने हुन्छ। उनीहरू अगाडि चाहिँ गइसक्यो, म जानुपर्ने हुन्छ। चिसोले घुँडा दुख्यो नि त, त्यही भएर एकछिन रेस्ट गरेको। नन स्टप कुदै छ।
अब एकछिनमा भेट्नुपर्छ फेरि है गाइज। ल गोलाइ नै गोलाइ भएको ठाउँमा आइपुग्यो। अब यस्तो हेर भ्यू कुहिरो बादलभित्र अब जानुपर्ने हुन्छ हामी पनि लाग्नुपर्ने हुन्छ। हेर्नुभयो होला सिनेमेटिक पनि खासै गतिलो त होइन कस्तो मजा नजारा छ। त्यहाँ टुप्पोमा चाहिँ त्यहाँ यस्तो बवाल आएर छ। यस्तो छ बाटो चाहिँ बाटै साँग्रो छ कि अझै ध्यान दिएर चलाउनु पर्ने हुन्छ सबैले। ल लागेको अब कस्तो अरे दिएर भोमिट गरे अरे यहीँ गरे ओ गरेर भोमिट गरे। यस्तो दामी छ भ्यू पछाडिको भ्यू यस्तो बवाल। खोइ त नि एस्ट्रिम सेस्ट्रिम त छौँ न यार। अब घाम लाग्यो एकछिन घाम ताप्ने अहिले जाडो लागिरहेको थियो। ल हाम्रो खाना नि आइपुग्यो। यो के ठाउँ सिन्धुली भन्दा यतै हो धेरै अलि अगाडि हो यो खाना गढीतिर। यहाँ कसैले खाना खाइसक्यो यो यस्तो छ है। ल खाना चाहिँ खान जन्मेकाहरू हौ खाऊ। बिहानै हिँडेको अब भोक लाग्यो मस्तसँगले दबाउनु पर्ने हुन्छ। खाइसकेपछि भेटौँ न अहिले चाहिँ राखौँ खाना खाने बेला भोक। विमान धरान कटरी गाईघाट 176 किलोमिटर यहाँबाट। तराईतिर चाहिँ यस्तो बल हुन्छ अनि त्यही मजा आउँछ कि हरियाली छ हरियाली। हामी चाहिँ यो के ठाउँ हो तर ठाउँ चाहिँ थाहा छैन। अब पुग्या चाहिँ छु यहाँ श्री बाल ज्योति प्राथमिक विद्यालय भनेर रहेछ। अब यस्तो छ है ठाउँ चाहिँ गाईहरू यस्तो छ। रुखहरू हेर न यहाँ रुखहरू यस्तो हुन्छ यस्तो छ। यहाँ पिपलको बोटहरू छन् बवाल छ है बस्ने छाडी। बच्चाहरू पढ्दैछ त्यहाँ पढ्दैछ सानो नानी बाबुहरू। तर चौर चाहिँ भएन कि अलि यार है घाँस काट्नु पर्ने यो चौरमा कत्रो छ। गेट पनि फलामको गेट छ। ल यस्तै हो अब एकछिन ढाड सोझेर चाहिँ अब लाग्नुपर्ने हुन्छ घरतिर। आज धरान पुग्न अब 155 किलोमिटर माइछ अझै 50 किलोमिटर जति। ल
आराम गर्छु, ढाड सोझ्याउँछु। ल हामी चाहिँ यहाँ झरना खोला रहेछ, मुखसुख धुनु पर्यो भनेर आएको। बाइकहरू चाहिँ त्यहाँ राखेको छ। यस्तो रहेछ क्या यहाँ। फेरि भएर यहाँतिर पौडी खेल्नुपर्छ क्या यहाँ। ल यस्तो हरियो दवा छ त बबालसँगले। ल मुखसुख धुने हो अब यहाँ। माछा छ क्या यहाँ। साथीहरू म चाहिँ ज्यामिरे भन्ने ठाउँमा आइपुग्यो। यहाँतिर यो आँपको रुखमुनि बस्नु पर्यो यार, गर्मीले होइन। जाडो महिना लागेको होइन र भनेको, कस्तो गर्मी हो यो। है फेरिका ढाड दुखेर या अझै 50 किलोमिटर जति छ हौ। केही पनि हुँदैन। यस्तो हो, यस्तो छ ठाउँ चाहिँ। यहाँ दुईजना बुढाबुढी, यो मान्छेहरूको ससुराली माइत जानु भनेको यहाँ दुःख पाइयो। ठिक छ, घुम्नु जानुपर्छ। यस्तो खानेर फेरि केटाहरू। आँपको रुख, सब आँपको रुख हो। त्यहाँ पानीपुरी अर्डर दिएको छ। अब यहाँ त च्यान पो रहेछ त नि। होइन लु न पिल्लर गाडेको छ मान्छे साँझ ल्याए होइन। त्यही हो, अब एकछिन बस्छ अनि भेटौँला। बाइकहरू चाहिँ यहाँ छ। यो खोला यस्तो छ है। बाटो चाहिँ खत्तम रहेछ यो यारमा खालको हेर है। धरान पुग्यो है अब। धरान पुग्यो। धरानमा इन्ट्री भयो। राम्रो धरान, राम्रो धरान, हल्का सर्को धरान, राम्रो धरान, सफा धरान भनेको त्यही हो। ल धरान पुग्यो है। धरान धरान यही हो धरान बजार। धरान आइपुग्यो बल्ल बल्ल। अब हामी चाहिँ हिँडे लाग्नु पर्ने हुन्छ।
धरानको घन्टाघर बस पार्क धरान बजार मोटिभेटेड हुन्छ अब जानुपर्छ है बाइक साइड रेडीको ऊ त्यहाँ छ पार्टीहरू रेडी हुने यो धरान बजार भानुचोक बिजी सहर हो नि त यो ल म चाहिँ भ्यू पोइन्ट आइपुग्यो धरानको भ्यू पोइन्ट है यहाँबाट चाहिँ नजारा चाहिँ खतरा देखिरहेको छ यहाँ साथी यहाँ छ होइन यस्तो खतरा नजारा छ है ल धरानको नजारा सनसेट भइरहेछ लाग्नुपर्ने हुन्छ धेरै बस्नु हुँदैन अब हिले पुग्नुपर्ने छ आज चाहिँ है र पछि भेटौँ धनकुटा बजार यस्तो छ है धनकुटा आइपुग्यो है धनकुटा हिले हिले है यो चाहिँ हिले बजार पुग्यो बल्ल भर्खर हिले पुग्यो अब रुम खोज्नु पर्ने हुन्छ एकछिनपछि भेट्छु है त रात परिसक्यो उम्बु गयो मेरो साथी उम्बु गयो तोङ्बा हो यो तोङ्बा यहाँ चाहिँ तोङ्बा प्रख्यात छ अरे नि त त्यही भएर ल एकछिनमा भेट्छ है फाइनली 7:30 बजे आइपुग्यो अब आइपुग्यो है हिले बल्ल बल्ल थलै लागेको छ ढाड दुखेर तनाव भइरहेको यस्तो छ है यहाँ यो मान्छेहरूको ससुराली गाउँ आएको यस्तो छ यहाँ भान बस्ने चिन्छ यो मान्छेलाई चिनेन होला ल अब हामी चाहिँ खाना खानु लाग्यो है अब यहाँतिर ल पापड सापडदेखि लिएर झापड सबै छ है फेरि यहाँतिर यस्तो छ है खाएको हेर्ने कि खाएको हेर्ने कि हस् थ्याङ्क यू ल खाएको ल साथीहरू यो चाहिँ लोकल हो है लोकल कुखुरा है यो हिलेको लोकल कुखुराको मासु झ्याम्मै यो फेरि हेर यहाँ ज्वानो सानो हालेर सुत्केरीलाई जसरी दिएको छ नि त फेरि हामी चाहिँ खानासाना खायो रुममा नै आयो यहाँतिर फेरि यस्तो यो मेरो बेड यहाँ यता छ फेरि राजाहरू यस्तो छ है रुम चाहिँ सही छ दामी छ रुम लुगाहरू हेर कपडाहरू भत्रगोल छ त्यही हो आज चाहिँ बिहान 4 बजे आएको मान्छे 7:30 बजे पुग्यो भनेपछि हिले 7:30 बजे पुग्यो लास्टै राजले आज त अब ठिक छ आइपुग्यो अब आराम गर्नुपर्ने हुन्छ आजलाई चाहिँ यति नै अब भोलि फेरि अर्को भिडियो आउनेछ है आजको दिन चाहिँ अलिक कष्टै भयो लगभग 5-6 किलोमिटर कुद्यो आज 90 हाईमा 90 95 दरै लोमा त्यही हो अब सुत्नु पर्ने हुन्छ थोरै लागेको छ है त सबैजनालाई गुड नाइट भन्छु त्यही हो आजलाई यति नै यहाँ मिररमा फेरि म देख्छु